दुनिया संसार नै स्वार्थी छ क्या साथी हो। तपाईँहरूले चाहिँ कस्तो लाग्छ होइन? तपाईँलाई जसलाई जति गरे पनि त्यो गरुन्जेल मात्रै हो त्यो मान्छे खुसी हुने भनेको। तपाईँले दिन सक्यो उसको स्वार्थ मतलब पुरा गरुन्जेल मात्रै त्यो मान्छे खुसी हुने हो के। त्यो आफन्त नै होस् होइन, आफ्नो फ्यामिलीभित्रको इष्टमित्र नै होस्, आफ्नै दाजुभाइ दिदी बहिनी जोसुकै नै होस् के, सबै स्वार्थी मतलबी नै हो क्या साथी हो। आफ्नो खुसीको लागि उनीहरूले हामीलाई कहिले युज गरिरहेको हुन्छ, तर हामीले चाहिँ उनीहरूले के सोचिरहेको हुन्छ त मनबाट, यो चाहिँ मेरो मान्छे हो होइन, मेरो परिवार हो, मेरो फ्यामिली हो, मैले साथ दिनुपर्छ, सपोर्ट दिनुपर्छ भनेर हामीले उनीहरूलाई जुन रूपमा निस्वार्थ रूपमा आफ्नो सोचेर उनीहरूलाई विश्वास गरिरहेको हुन्छ, उनीहरूको लागि गरिरहेको हुन्छ नि। तर त्यो सब बेकार हो। कोही मक्ख पर्नु पर्दैन यसले मलाई माया गर्छ, यो मेरो हो, योले मलाई धोका दिँदैन भनेर कोही मक्ख नपर्नु ल साथी हो। किनकि दुनिया संसार नै स्वार्थी छ के। जब उसको स्वार्थ पुरा हुन्छ, जब हामीले उसले भनेको चिज दिन सक्दैन, उसले भनेको कुराहरू पुरा गर्न सकेन भने नि त्यो मान्छे नै हामीबाट टाढा हुने हो। अनि त्यही मान्छेले नै हो कि पछि हामीलाई किन गरेको त, नगरे हुन्थ्यो नि त, कसले गर भने थियो, लैजाऊ, कति सजिलोरी भन्नुहुन्छ के। त्यही भएर साथी हो, यो संसारमा नि भन्ने हो भने नि आफू छ सब थोक छ, आफू छैन के पनि छैन के साथी हो। जसले जति विश्वास गरे पनि, जति माया गरे पनि यो चाहिँ मेरो हो भनेर हामी जति मक्ख परे पनि त्यो आफ्नै लागि मात्रै मक्ख पर्नु रहेछ के। सबै स्वार्थी मतलबी नै रहेछ के। त्यही भएर तर नआत्तिनुस्। यदि तपाईँले कसैले निस्वार्थ रूपमा माया गरेको छ, विश्वास गरेको छ, तपाईँको मनमा कुनै खोट छैन भने खेर चाहिँ जाँदैन है साथी। किनकि भगवान्ले माथिबाट वाच गरिरहेको हुन्छ कि को चाहिँ पानी जस्तै निश्चल छ, कसको मनमा चाहिँ एकदम हुन्छ नि त छल कपट भइरहेको के छ कसो छ, त्यो चाहिँ उसले अवलोकन गर्नु पर्दैन, मैले पनि गर्नु पर्दैन के। माथिबाट भगवान्ले गरिरहेको हुन्छ के। आज खुसी भयो भनेर कोही गत 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 हाँस्नु पर्दैन। सधैँ खुसी आउँदैन लाइफमा, हेरिराख्नुपर्छ, सहनुपर्छ, दिन हाम्रो पनि आउँछ के। त्यही भएर तर संसार नि सबै यस्तै साथी हो। तर त्यसैले पहिला आफूलाई पनि टाइम दिनुहोस्, आफ्नो खुसी पनि हेर्नुहोस् होइन। सबै त्यही हो, स्वार्थी मतलबी नै हुन्छ ल। कोही मक्ख नपर्नुहोस्, योले चाहिँ मलाई माया गर्छ, यो चाहिँ आज मसँग छ भनेर कोही मक्ख चाहिँ पर्नु पर्दैन ल।